जय श्री राम, जय बाबा वीर हनुमान। शनिबार भन्ने बित्तिकै हाम्रो दिन मन्दिरबाट सुरु हुन्छ। तर आजको शनिबार अझ विशेष छ, किनभने आजको यस महिनाको दोस्रो शनिबार हो। महावीर बालाजी धाममा विशेष सामूहिक हनुमान चालिसा पाठ, भजन तथा विशेष आरती आयोजना हुन्छ। त्यसैले हामी बिहानै 6 बजे मन्दिरतिर तयार भएर निस्क्यौँ। सबैभन्दा पहिले हामी पुग्यौँ देवस्थल मन्दिर योगीकुटी। हरेक शनिबार हामी यहाँ दर्शन गर्न आउने गर्छौँ, किनभने बालाजी धाम आउँदै यो मन्दिर बाटोमै पर्छ। यहाँ विशेष गरी शनिदेवको दर्शन गर्ने हाम्रो बानी नै बनेको छ। शान्त वातावरण, मन्दिरको घन्टीको आवाज र बिहानको भक्तिमय माहौल, यी सबैले दिनको सुरुवात निकै राम्रो बनाइदिन्छ। हामीले पूजा, दर्शन र प्रार्थना गऱ्यौँ। भगवानसँग सबैको सुख, शान्ति र राम्रो स्वास्थ्यको कामना गऱ्यौँ। दर्शन सकेपछि अब हाम्रो अर्को गन्तव्य महावीर बालाजी धाम रामनगर। धेरैजसो साथीहरूले सोध्नुहुन्छ बालाजी धाम कहाँ छ, त्यसैले आज तपाईँलाई लोकेसन पनि देखाइदिन्छु। हामी चाहिँ जोइकोटीदेखि आउने हुनाले यो कालिका क्याम्पसको पछाडिको बाटो आउने गर्दछौँ। आजभोलि बुटोलको भाइरल रोड भनेर पनि चिनिने गर्दछ। यदि तपाईँ बुटोल चौडादेखि मुटु अस्पतालसम्म आउनुभयो भने मुटु अस्पतालदेखि अगाडि रहेको छ आर्मी क्याम्प। त्यहाँबाट अगाडि रहेको आर्मीद्वारा सञ्चालित यो पेट्रोल पम्प पार गरेपछि करिब 200 मिटर अगाडि नै महावीर बालाजी धाम पर्छ। लोकेसन एकदमै सजिलो छ, पहिलो पटक आउनेलाई पनि सजिलै भेटिन्छ। यो चाहिँ हो महावीर बालाजी धाम। बुटोलदेखि आउँदा फेरि दाहिनेपट्टि पर्छ। बुटोल औद्योगिक क्षेत्र गेट नजिकै महावीर बालाजी धाम रहेको छ। गेटको छेउमै बालाजी धाम रहेको छ। अब हामी मन्दिर परिसरभित्र प्रवेश गर्दछौँ। मन्दिर प्रवेश गर्ने बित्तिकै मनमा छुट्टै शान्ति महसुस हुन्छ। मन्दिर परिसरको वातावरण एकदमै शान्त र आनन्द छ। भक्तहरू भगवानको ध्यानमा लीन हुनुहुन्थ्यो। मन्दिरको घन्टीको आवाजले मनलाई एकदमै आनन्द गराउँछ। आज धेरै भक्तजनहरू बिहानैदेखि आउनुभएको रहेछ। कोही पूजा गर्दै, कोही हनुमान चालिसा पढ्दै, कोही भगवानको ध्यानमा बस्नुभएको थियो। बिस्तारै सबैजना सामूहिक हनुमान चालिसा पाठका लागि भेला हुनुभयो। एकै स्वरमा गुन्जिएको हनुमान चालिसा साँच्चीकै सुन्दा मन नै आनन्दित हुन्छ। सबै भक्तजनहरू सामूहिक हनुमान चालिसा पाठमा श्रद्धा र भक्तिभावका साथ सहभागी हुनुभयो। सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्तुते। अतुलितबलधामं हेमशैलावदेयं धनुजवन कृशानां ज्ञानिनागिरगण्यं सकलगुणनिधानां वानरनामधीशं रघुपते प्रियभक्तं वातजातं नमामि। रघुपते प्रियभक्तं वातजातं नमामि। श्री गुरुचरण सरोज रज निज मनो मुकुर सुधारे। वरणो रघुवर विमल जसु जो दायको फल चारे। बुद्धिहीन तनु जानिके सुमिरौ पवन कुमार। बल बुद्धि विद्या देहु मोहि हरहु क्लेश विकार। यी दृश्यहरू हेर्दा धर्मले मानिसलाई कसरी एकै ठाउँमा जोड्छ भन्ने महसुस हुन्छ। केही समयपछि विशेष आरती पनि सुरु भयो। घन्टीको धुन, शङ्खको आवाज, जय श्री राम र जय बाबा वीर हनुमानको जयकाराले पुरै मन्दिर परिसर भक्तिमय बनेको थियो। हामीले पनि आरतीमा सहभागी भयौँ। भगवानको चरणमा बसेर केही समय प्रार्थना गऱ्यौँ। यस मन्दिरमा केही समय बिताउँदा मनका धेरै चिन्ता हराए जस्तो लाग्छ। भित्रबाट छुट्टै ऊर्जा मिल्छ। सायद यही कारणले हामी बारम्बार यहाँ आइरहन्छौँ।
आजको केही सुन्दर झलकहरू पनि हामीले क्यामेरामा कैद गरेका छौँ। भक्तजनहरूको श्रद्धा, मन्दिरको सुन्दर वातावरण, भजन, आरती र बिहानको रमाइलो माहौल, यी सबै कुराले आजको यात्रा अझ विशेष बनाइदियो। यदि तपाईँ धार्मिक वातावरण मन पराउनुहुन्छ भने यो ठाउँ एकपटक अवश्य आउनुहोला। यदि तपाईँ बुटोल आसपास हुनुहुन्छ भने हरेक महिनाको दोस्रो शनिबार बिहान 8:45 बजे यहाँ सामूहिक हनुमान चालिसा पाठ, भजन तथा विशेष आरती आयोजना हुने गर्दछ। समय मिलाएर परिवार र साथीभाइसँग एकपटक अवश्य सहभागी हुनुहोस्। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो अनुभव पनि लेख्नुहोस् र यस्तै धार्मिक यात्रा तथा मन्दिर दर्शनको भिडियो हेर्न च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। जय श्रीराम, जय बाबा वीर हनुमान।